subscribe to my channel. Guys, welcome to Fat to Fit episode 11. आज म चेस्ट शोल्डर ट्राइसेप को ग्रुप वर्कआउट गर्ने छु। फर्स्ट में फ्लैट बेंच प्रेस को 3 सेट गरे। फ्लैट बेंच प्रेसले अप्पर चेस्ट र मिडल चेस्ट डेभलप हुन मद्दत गर्छ र स्ट्रेंथ बढाउँछ। नेक्स्ट इन्क्लाइन डम्बल प्रेस अप्पर चेस्ट को सबैभन्दा इफेक्टिभ हो एक्सरसाइज हो। यसको 3 सेट गरे मैले। नेक्स्ट डिक्लाइन बेंच प्रेस को 3 सेट गरे। डिक्लाइन बेंच प्रेस लोअर चेस्ट को एकदमै इफेक्टिभ वर्कआउट हो। यो चेस्ट को लोअर इनलाइनलाई क्लियर देख्न मद्दत गर्छ। नेक्स्ट पेक डेक फ्लाई को 3 सेट गरे। यो ओभरअल चेस्टलाई टार्गेट गर्छ, खास गरी इनर चेस्टलाई राम्रो एक्टिभ गर्छ। शोल्डर डम्बल प्रेस को मैले 3 सेट गरे। शोल्डर डम्बल प्रेसले साइज र स्ट्रेंथ दुवै बढाउँछ र यो अप्पर बडीलाई स्ट्रङ गर्छ। लेटरल राइज को 3 सेट गरे। यो साइड डेल्स का लागि एकदमै इफेक्टिभ वर्कआउट हो। नेक्स्ट केबल लेटरल राइज को 3 सेट गरे। यो पनि साइड डेल्स का लागि राम्रो हो। नेक्स्ट एक्सरसाइज मैले रोप पुश डाउन गरे। रोप पुश डाउन मलाई सबैभन्दा राम्रो लाग्छ। यसको पनि 3 सेट गरे। ट्राइसेप का लागि एकदमै इफेक्टिभ वर्कआउट हो। नेक्स्ट एक्सरसाइज म ट्राइसेप का लागि गरे। ट्राइसेप एक्सटेंशन, यसको पनि 3 सेट गरे राम्रो वेटसँग। योले पनि मेरो ट्राइसेपमा राम्रै फिल दिइरहेको थियो। त्यसैले म अबदेखि सबै एक्सरसाइज ट्राइसेपको एक्सरसाइजमा यसलाई एड गर्ने छु।